हेलो एभ्रिवान, फेरि पनि तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म के भ्लग बनाउन गइरहेको छु भने म काठमाडौँ आएको पनि 1 महिना भइसक्यो नि त। अब सो आज चाहिँ म घर फर्किँदैछु फाइनल्ली। 1 महिनापछि घर फर्किँदैछु। त्यस्तै विशेष कामले आएको थिएँ। अब कामहरु पनि सकियो अनि आज घर जाने। अहिले कति बज्यो? 9:30 अब 10 बज्न लाग्यो हैन। यहाँदेखि अब हामी भन्दा नि म एक्लै भेनाले पुराउनु हुन्छ होला एयरपोर्टसम्म। फ्लाइटमा जाने हो। 12:05 को फ्लाइट छ। त्यस्तै हो। आज घर जाँदैछु म। सामानहरु चाहिँ यहाँ छ, रेडी भइसकेको छ। यस्तै छ सामानहरु, लुगा, यहाँ ब्याग भयो, यहाँ सामानहरु के छ त्यति हो। सब रेडी भइसक्यो फाइनली। अब चाहिँ मेरो सबै सामान प्याक भएर अब पनि चाहिँ एयरपोर्ट जान लागेको। लिमिन्छ फेरि खाना खाएको। आज लिमिन्छको स्कुल बिदा नि के को बिदा आज? हो र? यो चकलेट राख खाऊ। भिडियो ल। हस्, वेलकम। राम्ररी बस ल। ल बस्नु है राम्रोसँग हिँड्ने मम्मी। ल ल ल ल बाई। ल गएको ल। हिँडेको है। सामानहरु नहुँदेर बल्ल दिदी बिहानले प्याक गरिदिनु भयो। पार्किङ त कहाँ गर्नु हो? पार्किङ गर्नु पर्दैन होला। पुग्यो एयरपोर्ट। कस्तो क्लियर भिडियो आछ के भएछ? फाइनली बोर्डिङ पास गरेर म चाहिँ भित्र पसेको। अब Class gate number 4. Thank you. भद्रपुर र विराटनगर कुन नजिक तपाईहरु? अगाडि बढिदिनु होला। यसरी खोल्न सकिन्छ। यस क्याबिनमा जम्मा 4 वटा माथिसम्म के त्यो अगाडि मेट्रोसम्म पुऱ्याइदिनु न। उतै माथिसम्म। म त हजुरलाई राम्रो कुरो भन्छु। हजुरलाई त्यहाँसम्म जानुहुन्छ भने त्यससम्म जानु। हजुरलाई तर स्ट्यान्डमा रोकिएको हुन्छ क्या, स्ट्यान्डमै पुऱ्याउनु। 100 रुपैयाँ रे? हजुर, उतै माथिसम्म। हजुर। फाइनली घर लाग्यो अब।
दिनमा कति कमाइ हुन्छ र तपाईँको? बिहानैदेखि हो? ए 5 बजे नै? ए 5 बजेदेखि म वहाँ हुन्छु मोडमा, उताबाट झर्ने हो नि त सवारी। उतादेखि एयरपोर्ट गर्ने हो 9 बजेसम्म, फेरि 9 बजे घर गइहाल्छु। नानी छ नि एउटा, नानीको दुध लिएर जानुपर्छ। आफ्नै नानी? कति वर्षको? नानी छ। गयो त त्यो बस त अनि गाडी भर्खर पास हुँदै आएको। धरानको भानुचोकमा आइपुगेँ म अब। फाइनली गाइस म चाहिँ घर आइपुगिसकेँ है त। अलिकति विराटनगरदेखि झरेर त्यो बसमा आउँदा चाहिँ अलिकति कस्तो सिट नभएर क्या उल्टो बसेको, अनि कस्तो बोमी डल जस्तो भएको थियो, अलिक गाह्रो भयो। अन्त यात्रा त्यस्तै अब। हस् आजको भ्लग यति नै है त। हस् त अर्को भ्लगमा भेटौँ है त फेरि। बाई बाई।